नमस्कार साथीहरु, स्वागत छ मेरो च्यानलमा। आज चाहिँ म मुसुरीको दाल र बोइल आलुको पकौडा बनाउँदै छु। अनि पहिले यहाँ मैले मुसुरी दाल भिजाएर एकछिन राखेको छु। अनि भिजेपछि चाहिँ यसरी सिलौटामा पिसेर अनि आलु अलिकति बोइल गरेर मिक्स गरेर बटुकामा स्लाइस अनियन, चप चिल्ली, गार्लिक जिन्जर चाहिँ ग्रेट गरेर हालेछु। अनि अलिकति स्वाद अनुसार नुन, ज्यादा पर्दैन, मेहनत ज्यादा पर्दैन। जाडोमा तातो तातो खानु मजा आउँछ। तपाईँले पनि खानुहुन्छ कि भनेर मैले यो सेयर गरेको। अब यसरी हल्का आगोमा फ्राई गरेर निकाल्दै हेर्नुहोस्। एकदमै राम्रो हुन्छ, जाडोमा आउँछ। थ्याङ्क यू सो मच साथीहरु। सब्सक्राइब, लाइक, कमेन्ट गरिदिनुहोस् न। यो चाहिँ एकदम सिम्पल बनाएको छु है मैले, मसलाहरू केही युज नगरेर। नानीहरूलाई पनि खानु राम्रो हुन्छ भनेर बनाएको। तपाईँले पनि बनाउन सक्नुहुनेछ।